डेजु बाइकलाई चाहिँ हवा तानेर बिजोक यहाँनिर चाहिँ दामी बनाएको रहेछ हो। यो चाहिँ निकै पहिला बनाएको। यतापट्टि चाहिँ यो खरसाङको हाम्रो दार्जिलिङको टोय ट्रेन। डेजु कान्छी नमस्ते फेरि पनि है, स्वागत छ तपाईँहरूलाई मेरो नयाँ ब्लगमा। र आज फेरि एउटा नयाँ ब्लग गरिरहेको छु है। धेरै दिन बादमा फेरि नयाँ ब्लग लिएर आएको छु, हेरेर साथ दिनु होला। अन्त आज चाहिँ हामी बजार जाँदैछु हो। धेरै दिन भएको छ बजार नगएको पनि। अन्त आज त्यही भएर चाहिँ हामी बजार गइरहेको छु। बजारको माहौलहरू के कस्तो छ तपाईँहरूलाई त्यो पनि देखाउने कोसिस गर्छु, हेरेर साथ दिनुहोस् है। र आज शिवरात्रिको दिन हो। सबैजनालाई ह्याप्पी शिवरात्रि भन्नु चाहन्छु है। अन्त तपाईँहरूलाई आजको भाइब्स है के कस्तो भइरहेको छ माथि मन्दिरमा, तपाईँहरूलाई त्यो पनि देखाउने कोसिस गर्छु। ब्लग चाहिँ ओभरै दामी हुन्छ आजको ब्लग चाहिँ हो। त्यही हो। र अहिले यहाँ हामी मन्दिरमा चाहिँ आइसकेको छु हो। अन्त पस्नु चाहिँ अहिले बेलुका पस्ने, हामी बजार गएर आउँछु पहिला हो। यहीँबाट नै हामी पहिला सुरु गरेर जाने। अस्ति म यो मेरो बर्थडेमा आएको मन्दिर, त्यही मन्दिर नै हो। हामी यहाँ मन्दिर निस्किसक्छु हो। अन्त अहिले माथि बजार गएर चाहिँ आउँदाखेरि पस्ने। अन्त किनभने अहिले हामीलाई हल्का ढिलो पनि भन्छ हो। अलिक छिटो पुग्नुपर्ने कामहरू चाहिँ हाम्रो क्याफेतिर जानुहरू छ हो। अन्त त्यसले गर्दा चाहिँ हामी यहाँ बाहिरबाट गरेर चाहिँ गएको छु। अहिले बेलुका आउँदाखेरि चाहिँ पस्नु होला। त्यो बाइकलाई चाहिँ हवा तानेर बिजोक भइदिरहेको छ हो। मोटामोटी हामी यहाँ माथि मेन रोड निक्लिसकेको छु। यो चाहिँ खरे फाटक भन्छ होइन। आज बजारमा चाहिँ चिसो खाले दिन रहेछ हो। अन्त त्यही हो, घाम पनि लाग्दैछ हो। तर अलिकति दिन चाहिँ हुन्छ नि, जाडो खाले छ। मजा आउँदैछ आज शिवरात्रिको दिन होइन। अलिअलि दिने पनि यताउति कता हुन्छ हो। अहिले चाहिँ यहाँ बजार आइपुग्यो हो। अन्त ओह्रालो जाँदैछु स्टेसनपट्टि। सो अलिकति बाइकले हावा तानेर आज दुई भाइको चाहिँ अलिकति बिचोकमै भइदियो हो। अन्त त्यसो गयो, यहाँबाट चाहिँ ओह्रालो पर्छ हो। त्यसो गयो। अब हामी चाहिँ म चाहिँ जाँदैछु, हामी चाहिँ होइन त्यसो गयो भनौँ न। त्यो हाम्रो बाबालाई दिइरहेको रहेछ नि दामी। यो चाहिँ खरसाङको मेन फेमस जग्गा हो, तपाईँहरूले देख्नुहुँदैछ होला है। यहाँनिर चाहिँ दामी बनाएको रहेछ हो। यो चाहिँ निकै पहिला बनाएको, तर मैले तपाईँहरूलाई देखाउन सकेको थिइनँ। यो चाहिँ खासमा के हो भन्दामा चाहिँ यो तपाईँहरूले देखेर कतिजनाले चाल पनि पाइसक्नु भएको छ होला। यो चाहिँ यता टिभी टावर हो। र यतापट्टि चाहिँ यो खरसाङको हाम्रो दार्जिलिङको टोय ट्रेन गहना भनौँ न हाम्रो यो हिल्सको चाहिँ यही देखाउनु लागि भए पनि हिँडेर आएको यो ओह्रालो चाहिँ हो। अन्त त्यही हो, घाम चाहिँ लागेर झन् परबाट चाहिँ अलिकति जाडो खाले भइदिरहेको थियो कि। अन्त अहिले यहाँनिर बजारमा आइपुगेर चाहिँ घाम लागिदिरहेको रहेछ हो। खुसी लाग्दैछ हो। अन्त म चाहिँ अहिले यहाँ स्टेसन पुग्न आँटेँ हो। तल पुगेर भेट्छु है त। र म चाहिँ अहिले यहाँ स्टेसन आइपुग्यो हो। त्यता जानुपर्छ, जाँदैछु। यहाँ अहिले पेट्रोल पम्पमा आइसकेपछि यो चाहिँ यहाँ लाइन लागिदिरहेको रहेछ पेट्रोलको लागि हो। हाम्रो प्रायः जस्तो काम चाहिँ भइसक्यो, दुई भाइ डुलाइ हुँदैछ हो। अन्त अहिले चाहिँ हामी एकछिन हाट बजारमा घुमाइ हुँदैछ। अन्त प्रायः जस्तो काम चाहिँ तुर्यो। अब गएर चाहिँ उस गर्नुपर्ने छ हौ, प्रिन्ट आउट निकाल्नुपर्ने छ हो। त्यो निकालेर चाहिँ के हुन्छ कता हुन्छ जाने प्लानहरू यसो। त्यो पछि चाहिँ बबाल हुन्छ। बबाल कुन चाहिँ जग्गा हो तपाईँहरूलाई अहिले नै भन्दिनँ, सिधै त्यहीँ गएर देखाउँछु है त। एकदम दामी जग्गा छ हो। अन्त नगएको धेरै पनि भएको थियो। सो त यी दाजुभाइ चाहिँ धेरै दिन भएको थियो बजारसँगै नआएको हो। अन्त आउँदाखेरि जहिले पनि डुल्नु गयो हुन्थ्यो हो। अन्त आज शिवरात्रिको दिनमा मिल्यो हो। अन्त दाजुभाइ आएको बेलामा त नडुली जाने त कुरै छैन हो। त्यही भएर त तपाईँहरूलाई डुलाउनु आउनु लाग्दैछ। आजको भिडियो चाहिँ लामो हुन्छ किनकि म तपाईँहरूलाई शिवरात्रिको पनि के कस्तो हुन्छ तपाईँहरूलाई त्यो पनि देखाउँछु।
त्यो अलिकति लामो चाहिँ हुन्छ तर तपाईँहरूलाई बोर चाहिँ हुँदैन यो भिडियो चाहिँ हो। यहाँबाट उकालो आउने बाटो छ कि त्यो बाटो चाहिँ कुन चाहिँ बाटो हो भन्दामा चाहिँ हेर्नुहोस् न यो उकालो चाहिँ कुन चाहिँ बाटो हो कहाँनिर पुग्छ भन्दामा चाहिँ यो उकालो चाहिँ त्यो उकालो बाटो चाहिँ कुन चाहिँ बाटो हो भन्दामा चाहिँ यो उकालो चाहिँ माई होटल खरसाङदेखि त्यो एउटा भिडियो छ नि त्यो भिडियो हेर्नुहोस् तपाईँहरू त्यो बाटो चाहिँ माथि त्यहाँनिर पुग्छ। मैले कुन चाहिँ जग्गा भन्नु थियो कि तपाईँहरूलाई हो त्यो जग्गा चाहिँ यही नै हो रक गार्डन है। यो जग्गा चाहिँ तपाईँहरूको यहाँ गिद्धेमा पर्छ होइन एकदम दामी जग्गा छ। सो लास्ट टाइम पनि म र भाइ नै आएको थिएँ र आज पनि हामी दुवैजना आएको छु है। एकदम दामी जग्गा छ घुम्नुलाई चाहिँ एकदम दामी जग्गा हो क्या बसेर तपाईँहरू रिल्याक्स गर्नु सक्नुहुन्छ। अन्त यहाँबाट ओह्रालो चाहिँ दामी देख्छ क्या दामी देख्नु सक्नुहुन्छ होला देख्दै हुनुहुन्छ है बडै दामी जग्गा छ यो जग्गा चाहिँ। लास्ट टाइम पनि हामी आएको थिएँ अन्त लास्ट टाइम आउँदाखेरि यस्तो चाहिँ थिएन है यो कलरहरू लगाएको रहेछ त्यसले गर्दा चाहिँ धेरै राम्रो देख्ने भएको रहेछ क्या। अन्त यहाँ तलतिर तपाईँहरूले देख्नु सक्नुहुन्छ यो जग्गाहरू चाहिँ घोयाबारीहरू भन्छ हो एकदम दामी जग्गाहरू छ। सो यदि तपाईँहरू घुम्नु आउनु चाहनुहुन्छ भने चाहिँ आउनु सक्नुहुन्छ हो यो जग्गा। अन्त घुम्नु आउनुको लागि चाहिँ एकदमै दामी छ क्या एकदमै दामी वरिपरि देख्छ। यता चाहिँ तपाईँको यहाँ तल चाहिँ योहरू चाहिँ रोहिनीहरू भन्छ हो। अन्त यहाँ तल प्लेन साइडहरू पनि देख्छ ओभरै दामी जग्गा छ ओभरै दामी जग्गा क्या। अन्त यो तलको चाहिँ यो देख्नुहुँदैछ यो चाहिँ तपाईँको उसको लागि बनाएको गिल्डिङ भन्छ नि क्या हो त्यसको लागि बनाएको थियो तर अहिलेसम्म चाहिँ कम्प्लिट चाहिँ भएको छैन के कारणले गर्दा हो त्यो चाहिँ याद भएन हो। क्यामेरा चाहिँ अलिकति राम्रो छैन हो र पनि तपाईँहरूले बुझिदिनु भइरहेको छ हेरिदिनु हुँदैछ भिडियो माया गरिदिइराख्नु भएको छ धेरै धन्यवाद है। अन्त अब गोप्रो किनौँ भने त्यो अहिले एफोर्ड गर्न सक्दिनँ हो किन्न सकिँदैन टाइम लाग्छ अलिकति तपाईँहरूको माया पाइरहेको छ भने पुग्छु कुनै दिन हो। अनि त्यही नै हो हेरेर चाहिँ साथ दिनुहोस् भिडियोलाई अझ माया गरिदिनुहोस् है। दामी छ जग्गा चाहिँ दामी घुम्ने जग्गाहरू चाहिँ पुरै छ हो। यहाँ तलनिर यो देख्नुहुँदैछ तपाईँहरूले चियापत्तीको गाछ त्यहाँनिर डाँडा रहेछ कि त्यहाँबाट पनि दामी देख्छ हो। यो बाटोहरू यसो हेर्दाखेरि चाहिँ कसको कुन चाहिँ को भ्लगरको चाहिँ याद आयो भन्दा चाहिँ देशी भ्लगर भन्ने छ नि क्या दा उहाँ चाहिँ प्रायः जस्तो यही बाटोमा चाहिँ भिडियो बनाएको हुन्छ हो। अन्त दामी लाग्छ दाको पनि भिडियो हेर्ने गर्छु म। अन्त त्यही हो दामी छ जग्गा चाहिँ हो।
मजा आयो हामी बसिसक्यो यहाँनिर एकछिन बसेर रिल्याक्स गऱ्यो फोटोसुटहरू भयो हो अन्त मजा आयो इफ तपाईँहरू यहाँ खरसाङदेखि बाहिरबाट हुनुहुन्छ घुम्नु आउँछु भनेर सोच्नु हुँदैछ भने चाहिँ आउनु सक्नुहुन्छ है अब गरम पनि चढ्नु थालिसक्यो सो आउनुहोस् है घुम्नुहोस् मजा आउँछ रिल्याक्स गर्नुहोस् होइन जग्गा चाहिँ एकदमै दामी छ हो अनि त्यही नै हो त्यही नै भन्नु चाहन्छु सो अब चाहिँ हामी फेरि उता खरसाङपट्टि गएर चाहिँ त्यहाँ 1-2वटा काम छ त्यसपछि चाहिँ हामी घर जाने घर गएर चाहिँ त्यहाँबाट माथि शिवरात्रि पूजामा आउने अब यहाँनिर म चाहिँ कपाल काटमा आइदिइरहेको छु यहाँ दागोमा हो स्ट्यान्डर्ड सेलुनमा अन्त कपाल काटेर चाहिँ जानुपर्छ कपाल पनि लामो भइसकेको छ हो सो कपाल पनि काटिसक्यो हो अन्त अब चाहिँ जानुपर्छ घरमा गएर चाहिँ कपाल नुहाएर त्यहाँदेखि फेरि पूजामा आउनुपर्छ हो अन्त आजको भिडियो चाहिँ अलिकति लामो हुन्छ हो हेरेर साथ दिनु होला अहिले चाहिँ हामी यहाँ खानाको लागि यहाँनिर टर्मिनसमा आइदिइरहेको छु म चाहिँ यहाँ गाउँमा आइपुगेँ हो यहाँ केटाहरू चाहिँ अब माथि जानुको लागि रेडी भइदिइरहेको रहेछ हो म चाहिँ घरमा गएर आउँछु भेट्नुपर्छ माथि ल ह्याप्पी शिवरात्रि ह्याप्पी शिवरात्रि बसिरहेको है भनिदिइहाल्दा ह्याप्पी शिवरात्रि ह्याप्पी शिवरात्रि ल ल आएर फेरि उकालो जाँदैछु हो यस्तो छ हो अन्त यहाँनिर स्टलहरू राखेको छ हो दामी भइदिइरहेको छ रमाइलाग्दो हो बडा के हो जता गएँ बिजीको बिजी हेलो गाइस ह्याप्पी शिवरात्रि ओ गाइस आजको भिडियो चाहिँ यहीँसम्म थियो है होप तपाईँहरूलाई मन पऱ्यो होला त राम्रै भयो योपालि शिवरात्रि पूजाको भेटेर चाहिँ अहिले हामीलाई गइरहेको छ होला अन्त त्यो आजको भिडियो चाहिँ यति नै थियो यदि तपाईँहरूले यो भिडियो चाहिँ प्लिज लाइक सेयर